सिभिल आइडी छँदैछ मलाई त ढुक्क छ भनेर आनन्दले बस्नु भएको छ भने एकछिन पर्खनुहोस्, यो भिडियो तपाईहरुको लागि हुन सक्छ। कुवेतमा पछिल्लो समयमा आप्रवासीहरुको लागि कानुनमा भएको व्यापक फेरबदल र यस सम्बन्धी तपाई व्यक्तिगत रूपमा अवगत हुनुहुन्न भने पनि यो भिडियो तपाईहरुको लागि हुन सक्छ। पछिल्लो समय कुवेतले आप्रवासी र स्थानीय कानुनमा व्यापक फेरबदल गरिरहेको छ, भनौं झन कडा बनाउँदै लगेको छ, जुन कुरा तपाई हामी कुवेतमा बस्ने लगभग सबैलाई थाहा नै छ। अहिले भइरहेको कानुनको फेरबदल र त्यसको बारेमा आफू अपडेट छु कि छैन, मतलब म आधिकारिक रूपमा कानुन सम्बन्ध रूपमा कुवेतमा बसेको छु कि छैन भन्ने कुरा सजिलै थाहा पाउनको लागि हामी कुवेतमा हुने नेपालीहरूको मोबाइलमा हुनै पर्ने एप्लिकेसनको बारेमा आज म तपाईहरुलाई जानकारी गराउँदैछु। आउनुहोस् हेरौं। पहिलो छ कुवेत मोबाइल आइडी। यो एप्लिकेसन यति महत्त्वपूर्ण छ कि कहिलेकाहीँ सिभिल आइडी कार्ड बिर्सेर बाहिर निस्केको बेला चेकिङमा पर्दा पनि सिभिल आइडी कार्ड सर नै काम दिन्छ। चेकिङमा मोबाइलमा भएको कुवेत मोबाइल आइडी पनि फिजिकल सिभिल आइडी सर नै मान्यता हुन्छ। त्यस्तै तपाई नेपालबाट कुवेत आउँदा पनि एयरपोर्टमा मोबाइल आइडी देखाउनु भयो भने त्यसले सजिलै काम गर्छ। त्यस्तै अर्को फाइदा भनेको यदि तपाईसँग छ भने यसभित्र भएको वालेट अप्सनमा भएको डिजिटल ड्राइभिङ लाइसेन्सले पनि फिजिकल लाइसेन्स सर नै काम गर्छ। त्यही भएर यो एप्लिकेसन तपाईको मोबाइलमा हुनु एकदमै जरुरी छ। त्यस्तै अर्को छ कुवेत भिजा एप्लिकेसन। यो अर्को एप्लिकेसन हो जुन तपाई कुवेतमा हुनुहुन्छ भने तपाईको मोबाइलमा हुनै पर्छ। यसमा 3 वटा मात्र अप्सन हुन्छ, तर यसले ठूलो महत्त्व राख्दछ। पहिलोमा तपाईले आफ्नो भिजाको बारेमा इन्क्वायरी लिन सक्नुहुन्छ, दोस्रोमा तपाईको भिजा भेरिफाइड गर्न सक्नुहुन्छ र तेस्रो तर अति नै महत्त्वपूर्ण रेसिडेन्सी इन्क्वायरी। आजभोलि समाचारमा सुन्दै आउनु भएको नै छ होला, यतिवटा एड्रेस डिलिट भयो, उतिवटा एड्रेस डिलिट भयो, एड्रेस डिलिट भएको छ र त्यो अपडेट गराएन भने 100 दिनार फाइन लाग्छ भनेर। हो, त्यही एड्रेस चेक गर्ने अप्सन हो यो। आफ्नो सिभिल आइडी को पछाडि भएको एड्रेस आधिकारिक छ कि छैन, डिलिट भएको छ कि छैन भनेर यहाँबाट चेक गर्न सकिन्छ। यो रेसिडेन्सी इन्क्वायरीमा क्लिक गर्नुहोस् अनि आफ्नो सिभिल आइडी नम्बर हाल्नुहोस्। तपाईको सिभिल आइडीमा भएको एड्रेस सही छ भने यसरी रेसिडेन्सी भ्यालिड भनेर देखाउँछ अनि ढुक्क हुन सक्नुहुनेछ। त्यही भएर यो एप्लिकेसन पनि तपाईको मोबाइलमा हुनु एकदमै जरुरी छ। त्यस्तै अर्को अति नै महत्त्वपूर्ण साहेल एप्लिकेसन। कुवेतमा भएको सम्पूर्ण सरकारी कामसँग सम्बन्धित कार्य यही एउटा एप्लिकेसन मार्फत हेर्न सकिन्छ। पहिले अरबिक भाषामा मात्र भएको यो एप्लिकेसन अहिले अंग्रेजी भाषामा पनि उपलब्ध भएसँगै जानकारी लिन झन सजिलो भएको छ। तपाई कुवेत आएदेखि अहिलेसम्मको सम्पूर्ण तपाईको विवरण यहाँ सजिलै एक क्लिकमा नै हेर्न सकिन्छ। पब्लिक अथोरिटी फर मेन पावर अन्तर्गत तपाईको वर्क पर्मिट, पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेसन अन्तर्गत तपाईको सिभिल आइडी स्टेटस, यदि तपाईको परिवार यहाँ हुनुहुन्छ भने त्यसको डिटेल्स पनि यहाँबाट हेर्न सकिन्छ। मिनिस्ट्री फर इन्टेरियर अन्तर्गत तपाईको ड्राइभिङ लाइसेन्सको डिटेल्स, तपाईको रेसिडेन्सीको तपाईको पासपोर्टको डिटेल्स हेर्न सकिन्छ। मिनिस्ट्री अफ हेल्थ अन्तर्गत तपाईले लगाएको भ्याक्सिनको डिटेल्स पनि यहाँ हेर्न सकिन्छ। मतलब कुवेतका हरेक मन्त्रालय अन्तर्गतका तपाईको डिटेल्स यहाँबाट हेर्न सकिन्छ। त्यस्तै अर्को रहेछ कुवेत फाइन्डर। यो एप्लिकेसन मार्फत तपाई कुवेत भित्र रहेका हरेक बाटोहरू, गल्लीहरू र हरेक घरहरू एक एक गरेर हेर्न सक्नुहुनेछ। खास गरी डेलिभरी सर्भिसमा काम गर्नेहरूको लागि एकदम उपयोगी एप्लिकेसन मार्फत छिटो र सजिलो तरिकाले तपाईले घरहरू पत्ता लगाउन सक्नुहुनेछ। अनि महत्त्वपूर्ण कुरा, यी एप्लिकेसन डाउनलोड गरेर मात्र हैन, प्रत्येक हप्ता अपडेट गर्दै रिफ्रेश गर्दै जानु होला ताकि तपाई आफू अपडेट हुन सक्नुहुनेछ। अब भन्नुस्, यी एप्लिकेसन तपाईको मोबाइलमा छ कि छैन? छैन भने आजै प्ले स्टोर अथवा एप स्टोरबाट डाउनलोड गरेर राख्नु होला। हवस् त, आफ्नो ख्याल राख्नु होला। धन्यवाद।